तैपनि अब त्यो शब्द त यहाँलाई भन्नै पर्यो। आइसिटी टेक मिडिया प्राइभेट लिमिटेडद्वारा आयोजित यो आइसिटी अवार्ड्सको 10औं संस्करण अध्यक्षज्यू, आइसिटी अवार्डका निर्णायक मण्डलका सदस्यज्यूहरू, सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाका प्रतिनिधिज्यूहरू, आइसिटीका अग्रज, विज्ञ महानुभावहरू, नवप्रवर्तक, स्टार्टअप उद्योगी, प्रतिभाशाली युवा मित्रहरू र यहाँको संसारकर्मीहरू, यहाँ सबैजनालाई मेरो हार्दिक नमस्कार। यो अवार्डको 10औं संस्करण यसका 13 निर्णायक पुरस्कृत हुने म सबैजनालाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। यो पुरस्कार तपाईँहरूको उद्यमशीलता, नवप्रवर्धन, प्रविधिको क्षेत्रमा गरेको योगदानको बदला आगामी दिनहरूमा यस क्षेत्रमा धेरै युवाहरूलाई लाग्ने प्रेरणा पनि हो। मलाई एउटा भन्नलाई खुसी लागिरहेको छ कि यसपल्ट उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको एउटा प्रोग्राम थियो, स्टार्टअप प्रोग्राम भनेर 5 लाखदेखि 20 लाखसम्मको स्टार्टअप कर्जाको लागि एउटा एप्लिकेसन माग गरिएकोमा गत वर्ष करिब 5000 जनाले एप्लाई गरेको, यो पनि 12000 पुगेको रहेछ। ताकि हरेक वर्ष यो क्षेत्रमा जुन प्रकृतिबाट हामीहरूको संख्या वृद्धि हुँदै गइरहेको क्षेत्रमा त्यसको लागि यहाँ सबैजना भाइको पात्र हुन्छ, धन्यवादको पात्र हुनुहुन्छ। आजको यो युगमा उत्पादन, आपूर्ति श्रृङ्खला, बजार व्यवस्थापन, वित्तीय सेवा, मानव सञ्चालन सबै क्षेत्रमा डिजिटल प्रविधिले उद्योगको कार्यशैलीले रूपान्तरण गरिरहेको छ। प्रतिस्पर्धात्मक र तीव्र उद्योग विकासको लागि आइसिटीको विकल्प होइन, अनिवार्य भइसकेको अवस्था छ। जुन प्रकृतिबाट आजका अवार्डहरूलाई मैले देखेँ त्यो हेर्दाखेरि हाम्रो यो क्षेत्रको भविष्य निकै नै उज्जवल, कुनै पोलिटिकल बाउन्ड्रीबाट बाँधिएको देखिँदैन। यहाँहरूले जसरी चाहिँ नेपाललाई अग्रगामी सोचका साथ अगाडि बढाउँदै लगिराख्नु भएको छ, यसको लागि यहाँ सबै बधाईका पात्र हुनुहुन्छ। आइसिटी अवार्ड जस्ता कार्यक्रमले उद्योग प्रविधि र प्रतिभा बीचको दूरी घटाउँदै नवप्रवर्तकलाई पहिचान र सम्मान प्रदान गरिरहेको छ। आज सम्मानित हुनुभएका सबैलाई म पुनः हार्दिक बधाई दिँदै नेपाली उद्योग र डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान खेल्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। नेपालको उद्योग र प्रविधि क्षेत्र अझ सशक्त, प्रतिस्पर्धी र आत्मनिर्भर बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। र यसको लागि नेपालको सरकारको तर्फबाट म आफू अब आउने चुनावसम्म मात्रै हुन्छ होला, चुनावको केही दिन पछिसम्म मात्रै कुर्सीमा आउँछु, तथापि त्यो समयसम्म पनि यहाँको लागि एउटा सकारात्मक वातावरण बनाउनको निमित्त म आफ्नो पुरै समय र क्षमताले भ्याएसम्म मेरो कोसिस जारी राख्नेछु। यहाँको सबैलाई हार्दिक बधाई, शुभकामना र शुभकामना।